ए साथी हो आज चाहिँ राँगाको पोटा ल्याएको छ है। ल साथी हो पाकिसक्यो पोटा पनि यहाँ पाकेर रेडी। अनि यहाँ रोटी सब्जी चाहिँ खानु लागेको 12 बजीको लन्च चाहिँ। अनि नानीले जुत्ता फटाएको रहेछ, अब जुत्ता किन्नु जानु पर्यो भनिरहेको थियो। अनि जुत्ता दोकान गएर नानीको जुत्ता होइन आमालाई पनि यहाँ जुत्ता चप्पल पुरा ट्राई गरेर त्यही त हो नि लेडिसहरूलाई के किन्नु जान्छ के मनपर्छ। अनि यहाँ चाहिँ मैले नानीको जुत्ता किनेर घरतिर लागेँ। घरतिर लाग्दा बाटोमा यहाँ मुराई दोकानमा चिउरा किनेर चाहिँ म फेरि घरतिर लागेँ। घरतिर लाग्दा आइसक्रिम किनेर चाहिँ अनि यहाँ आइसक्रिम खाँदै जाँदैछु साथी हो। आइसक्रिम खाँदै जाँदा अनि मर्निङ इभिनिङ वाकमा हिँडेको हामी चाहिँ बेलुका इभिनिङ वाकतिर यसो हिँड्छ यो तुर्सा टी गार्डनमा। अनि यहाँ आन्टी फुपू हामी सबैजना जाँदै थियौँ। अनि यहाँ हेर्नुहोस् न अब तुर्सा टी गार्डनको भ्यू कस्तो राम्रो देख्छ। हुन्छ त तपाईँहरूले सपोर्टहरू गरिदिनु होला मलाई। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद छ।